रूपन्देहीमा प्रहरीको गोली लागेर एकजना घाइते भएका छन्। घाइते हुनेमा रूपन्देहीको रोहणी गाउँपालिका 2 खुरहुलियाका विशाल यादव रहेका छन्। बायाँ खुट्टाको पिडुलामा गोली लागेर घाइते भएका यादवको भीम अस्पताल भैरहमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी डिएसपी कृष्णकुमार चण्डका अनुसार रोहणी गाउँपालिका 4 कोटहामा लागु औषध ओसार पसारको सूचनाको आधारमा 3 जना सवार युपी 56F9901 नम्बरको मोटरसाइकल रोकेर चेक जाँच गर्न खोज्दा भाग्ने क्रममा प्रहरीले गोली चलाएको हो। लडेका युवकलाई नियन्त्रणमा लिने क्रममा ढुङ्गा प्रहार भएपछि 1 राउन्ड हवाई फायर सहित 2 राउन्ड गोली प्रहार गरी प्रहरीले गोली प्रहार गरी लागु औषध सहित विशाल यादव, भारतको महाराजगञ्ज पर्साम लिङ्क ग्राम बिसुनपुरका 18 वर्षीय अरुण कुमार र सोही स्थानका 20 वर्षीय विनय पाण्डेलाई पक्राउ गरेको डिएसपी चन्दले जानकारी दिएका छन्। डिएसपी चन्दका अनुसार पक्राउ परेकाहरूले प्रयोग गरेको मोटरसाइकल जाँच गर्दा लागु औषध फेनरारागन 1100, एम्पुल डाइजेपाम 1100 र एम्पुल र बुरुफिन 1100 एम्पुल बरामद भएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ।